हेलो जय मसी अनि नमस्ते सम्पूर्णमा जतिजनाले भिडियो हेरिराख्नु भएको छ यहाँ सम्पूर्णलाई स्वागतम भन्न चाहन्छु। हामी चाहिँ केही महिना अगाडि नेपाल गएका थियौँ अनि धेरैजनाले चाहिँ 2025 मा सोचेका कुराहरू पुरा भएनन् भन्ने कुराहरू सुन्दै थिए। तर मेरो चाहिँ 2025 एकदम अविस्मरणीय पलहरू मैले बिताउने अवसरहरू पाएकी छु। सो मेरो चाहिँ केही गुनासो छैन। मेरो के भन्छ धेरै समयदेखि अपुरो सपना थियो ताकि वृद्ध अवस्थामा पुग्नु भएको मेरो बुबा र आमालाई कहिले भेट्न पाउने होला, कहिले उहाँहरूसँग समय बिताउन पाउने होला। अनि सपनामा चाहिँ जहिले पनि म नेपाल पुगेको हुन्थेँ अनि मेरो परिवारसँग, मेरो माइती परिवारसँग, दिदीहरूसँग, आमा बुबासँग, साथीहरूसँग त्यही उकालो ओह्रालो होइन अनि हामीले बिताएको त्यो ठाउँहरू, आफ्नो बचपन बाल्यकाल बितेको ठाउँहरू, त्यही ठाउँहरूमा पुगिरहेको हुन्थेँ अनि हिमालहरू देखिरहेको हुन्थेँ जहिले पनि। अनि यहाँनिर जर्जिया एटलान्टाको एयरपोर्टमा हामी यहाँ यसरी घुम्दै गर्दाखेरि पनि मलाई अझै पनि विश्वास लागेको थिएन कि कता कता अझै सपना मात्रै पो पाइरहेको छु कि क्या हो, सपना देखिरहेको छु कि क्या हो भनेर। तर होइन, फाइनली हामी चाहिँ साँच्चैकै नेपाल जाँदै थियौँ। शब्दमा बयान गर्न सकिरहेको थिइनँ कि म कस्तो महसुस गरिरहेकी छु भनेर, किनकि बच्चादेखि बुवा आमालाई कहिले पनि म छोड्ने छैन, बुढेसकालसम्म तपाईँहरूको सहारा बन्छु भनेर अठोट गरेर आएको मान्छे आज समुद्र पारी यति टाढा 6 वर्षसम्म बुवा आमाबाट टाढा रहँदाखेरि मलाई कति धेरै बुवा आमाको याद आयो होला, कति धेरै उहाँहरूको यादमा रोएँ होला। 6 वर्षभित्र मैले कति धेरै सङ्घर्षको जीवन जिएँ होला होइन। त्यो कुराहरू सोच्दाखेरि पनि मन भकानिन्छ है। मैले धेरै रोएर आँसुहरू लगभग सकिसकेको जस्तो लाग्छ मलाई होइन। अब रुने दिनहरू गयो, अब हाँस्ने दिनहरू आएको छ ताकि मैले सोचेका सबै कुराहरू बिस्तारै बिस्तारै सबै कुराहरू पुरा हुँदै गइरहेको छ। मेरो 2टा नानीहरू, मेरो श्रीमान अनि हाम्रो बुबा अनि हाम्रो नाना, हामी 6 जना परिवारहरू चाहिँ फाइनली हामी प्लेनमा चढिसकेका छौँ। अब हाम्रो यात्रा रहनेछ यहाँबाट कतारसम्मको, जर्जिया एटलान्टाबाट कतारदेखि उता पनि हामी भिडियो गर्नेछौँ अनि भिडियोलाई कन्टिन्यू गर्नेछौँ है त। आमामा म त पुरा उयो कतारमा पुगेर त फेरि मुस्लिम भइसकेछु त है। टाउको दुखेर यस्तो बहालेर जाऊ बोजू घर, जाऊ बोजू घर गएर आउनु ल। जाऊ हाई भनिदेऊ, हाई भनिदेऊ, यहाँ हाई भनिदेऊ। होइन हो, कहाँ जानु भएको होला, को हुनुहुन्छ होला? कहाँ लाग्नु भएको? हामी पास्ता हिँडेको अमेरिकाबाट। पास्ता आजको यात्रा चाहिँ एकदम असल। होइन हौ, माइती पुगिँदैन त हौ। के साह्रो रहेछ हौ माइती जानु त होइन। माइती जानु साह्रो रहेछ, माइती पुगिँदैन त। बाफ्रे। ल हाम्रो प्लेन चाहिँ यहाँनिर रेडी छ, मान्छे लोड गर्दैछ, भारी लोड गर्दैछ। यहाँ सामान चाहिँ यहाँ छोड्नु पर्दो रहेछ। अब यो नानीको स्ट्रोलर पनि यहाँ छोड्नु पर्नेछ। हामी चाहिँ अब नेपाल प्रस्थान गर्नको लागि कतारदेखि अब चाहिँ बाटो लागेको छ बल्ल बल्ल है। 17 घन्टाको ट्रान्जिट पछि हामी लाग्दैछौँ कतारदेखि काठमाडौँ। कस्तो लाग्यो नेपाल? अलिअलि
ल अब भने बल्ल बल्ल नेपाल पहिला टेकियो कतारमा हाम्रो 17 घण्टाको ट्रान्जिट थियो बल्ल बल्ल नेपाल आइपुग्यौँ हस् त धन्यवाद